ओ यो कति राम्रो केटी आउन लाग्छ नि त पटाउनु पर्यो दा पटाउनु पर्यो कैकी बाकी तुम चिन्ला पटाउने कैकी बाकी तुम चिन्ला पटाउने मेरा बागी दम छ तेरा बागी एकछिन क्या पनि भाइ तेरा बाकी दम छ मेरा बागी दम छ तेरा बागी नै हम तीन जाऊ पटाउनु इल्ला अगर तुइले पटाए या तुमले पटाए भनेपछि 1 रुपैयाँका 4 आउने अन्डा डबी किन्थे खिलाउने ठीक छ ल पटाउ चल तिम्रो नाम के हो किन र तिम्रो नामसँग मेरो सरनेम कस्तो लाग्छ भनेर म हेर्न चाहन्छु सुन न चिन्ना तिमी ड्रग्स हौ र नाइ किन तिमीलाई म ड्रग्स जस्तो राख्छु र अनि तिमीलाई देख्यो भने मलाई किन नसा चढ्छ फुलकुमारी तिमी फेरम लभले युज गर्छौ र किन र पहिला तिमी काले थियौ अहिले तिमी गोरी कसरी भयो तिमी चन्द्रमा हौ र नाइ होइन त किन यति चम्किन लाग्छौ त चिन्ना तिमी बिजुली हो र म त मान्छे हो अनि तिमीलाई देख्दा किन मलाई करेन्ट लाग्छ फुलकुमारी तिमीले पर्फ्युम लगाछौ र किन र अनि कस्तो पार्टीले बनाएको त मैले सुनेको थिएँ तिम्रो ड्याडी टेररिस्ट हन् नाइ होइन किन मेरो ड्याडीले टेररिस्ट भन्दैछौ अनि कसरी यति खतरा बम बनायो त चिन्ना तिमी लड्डु हो र नाइ अनि तिमीलाई किन खाउ लाग्छ पागल कस्तो कस्तो कुरा गर्दै तिमी पनि तिमी चुक हौ र नाइ त किन चुक होला म किन तिमीलाई देख्दा मेरो थुक आउँछ तिमी थाकेनौ नाइ किन थाकिनु अघिदेखि बसिरहेको छु त किनकि तिमी अघिबाट मेरो दिमागमा दौडिरहेछौ चिन्ना तिमी फेभिक्विक हो र नाइ त किन अनि तिमीसित किन चिप्किन मन लाग्छ फुलकुमारी तिमी सुन हौ र किन म सुन जस्तो छु र अनि किन तिम्रो भाउ बढ्दैछ त तिमीलाई थाहा छ म मरिसकेँ कहाँ मरिसक्यौ यहाँनिर त छौ म तिम्रो मायामा मरिसकेँ फुलकुमारी तिमी बाख्री हो र किन सबै मलाई बोका भन्छन् त्यसो भए जाऊ न त मेरो ड्याडीलाई मेरो हात माग्न हात मात्र माग्ने होइन सन्ध्या पुरा तिमीलाई माग्ने हो सुरज तिमीलाई त मलाई देख्दा करे लाग्छ है झट्का चाहिँ कस्तो लाग्यो कस्तो मन पर्यो फुलकुमारी तिमी सुँगुर हो र किन र किन तिमीलाई देख्दा मेरो मुख निक्ल तिमी यहाँबाट मेरो घरमा सिलिन्डर छ म तपाईको गुट्टा दुख्छु किचडीका के गर्छौ यसले फेरि बाटो बाटो यहाँ डाङ्गै बनाएर लु लु म सबै खोलिदिन्छु लु के गरेको खै तेरो नियत त अस्ति सुँगुरलाई एटेक हालिन्छ आज मान्छेलाई होइन हो तिमीहरुको भनिदिन्छु तिमीहरुको नियत जिन्दगीमा कहिले काहीँ यस्तो पनि हुँदो रहेछ लाहो पैसाको त धेरै खाँचो छ बिरेदालाई त जसै भए पनि मागेरै छोड्छु कहिले सुख कहिले दुःख कहिले खुसी के भयो हौ नुन खाएको कुखुरा जस्तो झुक्रिँदै आउँछस् त होइन हौ बिरे दाई तपाईँसँग एउटा काम थियो के काम हो त्यस्तो फेरि भन्न अन्त एकछिन काम छोडेर बसेर गफ गरौँ न अनि के चाहिँ भन्छ हौ यसले के चाहिँ भयो त्यस्तो लु बस्नु अन्त हौ बिरे दाई आश लाग्दो भनेको तपाईँ मात्रै छ अलिअलि पैसाको खाँचो परेको थियो हट तेरी गाउँ अब यसले पनि खै के भन्छ हौ अब अहिले त मेरो पनि भाइ त्यस्तै छ पैसाको अनुहार नदेखेको त अब निकै भएको छ खै अब के भन्नु हो तँलाई म अब दुःख पनि सबैको आफ्नो छ अब तैँले माग्यो भनेर दुःख पोखाए भन्छस् तर अब अहिले फिलहाल त अब मेरोमा पनि पैसा छैन हो बरु 15-20 दिन पर्खी अब 15-20 दिन बाद चाहिँ हुन्छ मेरोमा पैसा हो अब अहिले चाहिँ मेरोमा छैन भएकै कुरा अब मन दुःख नगर हो
अब छैन त्यो अहिले चाहिँ होइन नि दाइ मलाई त बेलुकासम्म चाहिएको नि पैसा त दाइ गरिदिनुहोस् न जसरी भए पनि अब भाइ भए पो गर्नु त अब नभएको चाहिँ कहाँबाट गर्नु अब पैसै छैन कहाँबाट चाहिँ गर्नु अब गाउँको जानेको बुझेको भनेको तपाईँ मात्रै हो अरे गाउँको जानेको बुझेको भन्दैमा के पैसा फ्याट फ्याट त कहाँ आउँछ त हौ भाइ अन्त पैसै छैन त अब कहाँ भए त गरिदिइहाल्थेँ त म अब गरिदिनु न हौ दाइ त्यति अब कस्तो कुरा गर्छ यसले पैसै छैन मेरोमा भन्छ कहाँबाट चाहिँ गरिदिनु म अब के गर्नु दाइ अब त्यस्तै परिगयो गरिदिनु न अब त्यति चाहिँ दाइ अब अरे कस्तो कुरा मन त दयालु छ कि भाइ मेरो सबैको लागि सोच्छु तर अब हुनु पनि पर्यो नि त अब पैसै छैन त कहाँबाट गर्नु जरुरत भएको छ नि अब दाइ के गर्नु पर्यो अब त्यस्तै छ हो हटेरिका अब यसले पनि कस्तो कुरा नबुझेको अरू ठाउँ यसो खोजी हेर न अब कतै पाउँछ कि अब मेरोमा भए त म दिइहाल्थेँ त अब अरू जग्गा त कहाँ जानु र दाइ अब तपाईँ भएकोमै आएको अरे भाइ अनि मेरोमा चाहिँ के पैसाको बोटो राखेको छु मैले राखेको छुइनँ नि त अब छँदै त छैन अब छैनको दबाई छैनै हुन्छ नि त भाइ अब कहाँबाट चाहिँ दिनु दाइ गरिदिनुहोस् न दाइ म तपाईँको गुट्टा देख्छु दाइ हेटेरिका के गर्छ हौ यसले फेरि बाटो बाटो यहाँ बस्दै एकछिन यसले त कस्तो नपत्याएको मेरो कुरा होइन पैसा छैन भनेपछि कस्तो नबुझेको लु मलाई के गर्नु भएको दाइ नाङ्गै बनाएर तिम्रो लु एकचोटि छैन भनेपछि बुझ न तिम्रो एकचोटि छैन भनेपछि बुझ लु नाङ्गै बनाएर लु लु म सबै खोलिदिन्छु लु भन यो मान्छेहरु के गरेको बाटो बाटो अनि के गरेको थुक्कै तेरो नियत अस्ति सुँगुला एटा गान्छ आज मान्छेलाई नबोल्नु के कुरा गर्नु यहाँ यत्रो छ्याङ्गै देखेपछि के कुरा बुझ्नु पर्यो मैले दाइसँग म गर माग्नु आएको थिएँ के गर माग्नको तिमीहरू तिमी हावामा कुरा नगरी बस कुरा नबुझी के हो हावा तिमीलाई मैले अस्ति दया माया गरेर कसैलाई भनेर कि आज तिमीहरू दुईजनाको म नियत गाउँकोलाई मान्छे हजुरले कस्तो कुरा नबुझी बोल्नु भएको तपाईँ तिमीहरू बाटोमा के गरेको अन्त यो लुगा खोल्नु र के गरेको दाइले त रिसको झोकमा आफै लुगा खोलेको मलाई त दाइको जरुरत थियो र मात्रै आएको यही हो तिमीहरूको जरुरत बाटो बाटो ए भगवान के हे भगवान कस्तो के गरेर सम्झाउने अरे यसले पैसा मलाई माग्दै थियो अन्त मैले चाहिँ रिसको झोकमा पैसा छैन लु नाङ्गै बनाएर हेर भनेर मैले खोलेको कुनी कुनी के विश्वास तिमीहरू यस्तो सल्लाह गर्ने थियो घरमा आएर सल्लाह गर्दा पनि हुन्थ्यो त फेरि त्यस्तै कुरा गर्नुहुन्छ भरोसा बन्दाएको दाइ मात्रै छ त्यसै कारण आएको के भरोसा कस्तो भरोसा तिमीहरूको ए भगवान तिमी दिमाग खराब नगरी बस के दिमाग खराब तिमीहरूको यो यही चालामाला हो बाटोतिर ए भगवान दिमाग खराब तिमी हल्ला नगरी उता जाऊ कस्तो भाउजूले पनि कुरा नबुझेको अनि के कुरा नबुझेको तिमीहरू जो होइन भन न तिमीहरू बाटो बाटो के गरेको तिमी यही आशले आएको घरमा सुन्नुहोस् भाउजू उसलाई सिर्फ मैले मद्दत माग्नु आएको थिएँ म त घरमा आएर गर्दा पनि हुन्थ्यो त तिमीहरू सल्लाह त हल्ला नगरी जाऊ अहिले दुईजनालाई म खुकुरीले कहाँ तिमीहरू जा होइन हो तिमीहरूको भनिदिन्छु तिमीहरूको नियत दिमाग खराब सबैलाई म चट चट छिनाइदिइरहेको छु साला जहिले तहिले को नराम्रो अरे को राम्रो अरे उता साला जहिले तहिले म नराम्रो अस्ति पनि बुढीको छेउमा मै नराम्रो भएँ हावा कटिङमा गर्नु सर्नु भन्ने केही छैन आज पनि एउटाले गर्दा मै नराम्रो अब फेरि के भयो जे हुनु त्यो भयो अहिले पैसा चाहिँ मिलाइदिनुहोस् न जामालाई छैन ए दिन्छस् के तँलाई हामी आफ्नो असली रूप देखाऊ छिराउ तेरो टाउकोमा पेटगोट देखाऊ देखाऊ अरे यार म त प्रेग्नेन्ट भइहालेँ आमा म त प्रेग्नेन्ट भइहालेँ वाउ मेरो छोरी त प्रेग्नेन्ट भइगए म त आज धेरै खुसी छु पुरा गाउँलेलाई भोज खुवाउने छु तर आमा दिदीको त बिहे नै भएको छैन यो कसरी प्रेग्नेन्ट भई ए यसको त बिहे नि भएको छैन अनि तँ कसरी प्रेग्नेन्ट भइ ए भाइ बिहे नगरी प्रेग्नेन्ट हुन्न र अनि कहाँ हुन्छन् भिनाजु हुनु परेन प्रेग्नेन्ट हुनलाई अनि कसले भन्यो त तेरो भिनाजु छैन भनेर उता हेर त मेरो आमा बुवाको हुनेवाला जय अनि मेरो भाइको भिनाजु बाहिर आऊ त ओ
सासू मम्मी दर्शन ओ सानाजी के छ यो मासले कहाँ पाइस ओ यो कच्चन कामको काल ढुर्या मम्मी उसलाई काल ढुइरा नभन्नु, ऊ हजुरको हुनेवाला ज्वाइँ हो। यस्ता काला काला भूत जसा ढुर्यालाई कहाँबाट भेटाइस्? अरे यार मम्मी, तपाईँ पनि कुन जमानामा हुनुहुन्छ के? कहाँबाट भेटाउनु रे? मैले अनलाइन अर्डर गरेको के? ओए मासले दि यसलाई फिर्ता गरिदे किन? न यसको हाइट छ न साइज छ न त कलरै राम्रो छ फिर्ता गरिदे यसलाई हेर भाइ, सबैभन्दा राम्रो पिस यही थियो। अनि मलाई कलर सलरसँग केही मतलब छैन, बलियो र लामो समयसम्म टिक्ने हुनु पर्यो। बस धेरै भयो, तपाईँहरूलाई म मन पर्दैन भने म जान तयार छु, तर मेरो एउटा शर्त मान्नुपर्छ। तेरो हरेक शर्त पनि मान्न तयार छु, चाउ जस्तो पनि हो। ल भन, तेरो शर्त के हो? कोदाको रोटीमा मेरो गुको सब्जी खायो भने अनि मात्र म जान्छु। लाग्यो त झट्का। तिमीलाई लाज लाग्दैन मेरो फ्यामिलीको बारेमा यसरी भन्न? अनि तिमी कसरी गुको तरकारी खा भन्न सक्छौ? अनि घाँटी लागेपछि मुतर खाएको भन्यो। छोरी मेरो लागि एउटा वाइफाई अर्डर गरिदे त, तेरो ड्याडी विदेश गइहाल्यो। ओ बुढा, तिमी त पहिला साह्रै बोका थियौ अरे नि है? हावा हावा कुरा नगरी बसे, कसले भन्यो तिमीलाई? कता कता सुनेको पहिला दिल्लीमा काम गर्दा मालिकको गुमुत सबै चोर्थ्यौ रे, अनि मालिकनीको दिने पछि कट्टु हराउँथ्यो रे, त्यो चाहिँ तिमीले चोर्थ्यौ रे। मैले पनि तिम्रो बारेमा सुनेकै हो, नसुनेको होइन। नभन मलाई मात्रै। भन मेरो बारेमा चाहिँ के चाहिँ सुन्यौ हौ? मसँग बिहा गर्नुभन्दा अगाडि तिम्रो पनि धेरैजना सैया थियो अरे, तर त्यो मध्येमा तिम्रो फेभरेट चाहिँ पानीपुरी बेच्ने भैया थियो अरे। बिहान मस्त सुतिरहेको तिमीले हल्ला गरेर उठाइ छाड्यौ। दिल्लीमा त्यत्रो कट्टु चोर्यौ होला, घर आउँदा चाहिँ ल्यायौ कि उतै छोड्यौ? बिहा गर्नुभन्दा अगाडि भन, म जस्तो केटा कति पायौ? तिम्रो बोयफ्रेन्डको त चाक कोटाएर सुँग्ने बानी थियो अरे, अनि त्यही चाक कोटाको हातले दिएको भन पानीपुरी कति खायौ? मेरो बोयफ्रेन्डले पहिला जे कुरामा पनि जित्थ्यो, तर खुसीले लड्डु चाहिँ कहिले फोड्थेन। मेरो बोयफ्रेन्ड भैया भए पनि बानी बेउरा राम्रो थियो, तिमी जस्तो कट्टु चाहिँ चोर्थेन। अलि पर पर गएर बोला, तिम्रो सास के साह्रो बनाएको? त्यो भैया चाहिँ तिम्रो ट्रु लभ हो कि पानीपुरीको लागि मात्रै बनाएको? लु आजलाई चाहिँ ब्याटल छ क्या, छिटो घाँस काट्यो, जानुपर्छ।